के भयो? माथिको आदेश नआएसम्म छोड्न मिल्दैन भन्छन्। कहाँ माथिको आदेश आउनु पर्ने हो र? के थाहा कहाँ आउनु पर्ने हो, हाम्रो त कुरा सुन्दैन। धरोटीमा छोड्न मिल्छ रे, तर माथिको आदेश आयो भने मात्रै छोड्न मिल्छ भन्छन्। अब कहिले पो छोड्ने हो त्यसलाई? तपाईहरुले रमेशलाई भेट्नु भयो? एकछिन भेट्न दिएको थियो, बिचरा आँखा भरि आँसु थियो। बिना सित्ती दुःख पायो त्यसले। छोड दे, चिन्ता नलि। मान्छे मारेको होइन, कसै घरमा डाका डालेको होइन। एक दुई दिन टाइम लाग्ला, छोड्न त छोडिहाल्छ नि। बाउ छोरा आइपुगेछौ त, छोडे त त्यो बाबुलाई? कहाँ छोड्नु, एक दुई दिन टाइम लाग्छ होला। कस्तो टाइम लाग्ने हो? जाऊ तास खेलेको हेर्दैमा यत्रो दिनसम्म थुन्न पाइन्छ? अब कानुन भनेको गरिब सोझा निमुखालाई मात्र लाग्ने रहेछ। अब के गर्छस् त, परेको भोग्नु परेको। अब हामीले ठुलो हेरेर बस्नु भए के नै गर्न सक्छौ र? म पनि हेर्छु नि। अब गाउँमा कोही जुवा तास खेल्यो भने ढुङ्गाले हानेर लखड्छु। अनि पुलिस बोलाएर घरमा लगेर यिनीहरू नआऊ जुवा तास खेल्ने भनेर देखाउँछु र अनि थुन्न कि थुन्दैन म पनि हेर्छु नि।